हेलो सम्पूर्णमा नमस्कार। यो अल इन वान भ्यू युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामी खरिदारमा सोधिने बहुवैकल्पिक प्रश्नोत्तरहरूको बारेमा छलफल गर्दैछौँ। आज यस 2082 वैशाख 20 गते हुन गइरहेको एउटा खरिदारको इक्जाममा सोधिन सक्ने केही प्रश्नहरू रहेका छन्, जसमध्ये छ 1 नम्बरमा छ झुटो पत्ता लगाउन प्रयोग गरिने यन्त्रको नाम के हो भनेको छ। अब झुटो पत्ता लगाउन प्रयोग गरिने यन्त्रको नाम के हो भने छ। अब यसको अप्सनमा छ ए नम्बरमा छ सिस्मोग्राफ, बी अप्सन बीमा छ पोलिग्राफ, अप्सन सी पेडोमिटर, अप्सन डी माथिका कुनै पनि होइन। तीमध्ये चाहिँ यसको सही एन्सर हो अप्सन बी पोलिग्राफ। क्वेसन नम्बर 2 मा छ साल्फोन थेरापी को प्रयोग के को उपचारमा गरिन्छ भने छ। अब साल्फोन थेरापी थेरापीको प्रयोग के को उपचारमा गरिन्छ भने छ। अब अप्सन ए मा छ कलेजो प्रत्यारोपण, अप्सन बी मा मृगौला, अप्सन सी मा क्यान्सर, अप्सन डी मा कुष्ठरोग। यसको सही एन्सर रहेको छ अप्सन डी कुष्ठरोग। क्वेसन नम्बर 3 मा छ जीव विकासमा वातावरणको प्रभाव धेरै महत्त्वपूर्ण हुन्छ, यो भनाइ कसको हो। जीव विकासमा वातावरणको प्रभाव धेरै महत्त्वपूर्ण हुन्छ, यो भनाइ कसको हो। अप्सन ए मा छ चार्ल्स डार्विन, अप्सन बी मा छ लेमार्क, अप्सन सी मा ग्रेगर मन्डल, अप्सन डी मा लुइस ब्राउन। यसको सही एन्सर रहेको छ अप्सन बी लेमार्क। अर्को क्वेसन नम्बर 4 मा छ ओजन तहको क्षयीकरण थिकनेस अफ स्ट्राटोस्फेरिक ओजन लेयर नाप्ने इकाइलाई के भनिन्छ। अप्सन ए मा छ डोप्सन युनिट, अप्सन बी मा छ मेल्सन युनिट, अप्सन सी मा छ सिभरेट्स, अप्सन डी मा छ ब्युफोर्ड स्केल। यसको सही एन्सर रहेको छ अप्सन ए डोप्सन युनिट्स। क्वेसन नम्बर 5 मा रहेको छ अस्पतालमा डाक्टरसँग लाग्ने डरलाई के भनिन्छ। अस्पतालमा डाक्टरसँग लाग्ने डरलाई के भनिन्छ। अब यसको छ अप्सन ए मा डोक्टोफोबिया, अप्सन बी मा लालोफोबिया, अप्सन सी मा छ ल्याट्रोफोबिया, अप्सन डी मा छ थ्यालोसोफोबिया। यसको सही एन्सर रहेको छ अप्सन सी ल्याट्रोफोबिया। क्वेसन नम्बर 6 मा छ समूह आई र आइआइबी जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्। समूह आई मा छ आविष्कार, समूह आइआई मा छ आविष्कार। अब यिनीहरूलाई एबीसीडी को आविष्कार गर्ने आविष्कारक को हुन् भनेछ। अब ए मा छ अटोमेटिक क्याल्कुलेटर आविष्कार गर्ने को हुन्, डिजेल इन्जिन आविष्कार गर्ने को हुन्, पेसमेकर आविष्कार गर्ने को हुन्, सिमेन्ट आविष्कार गर्ने को। यसको एन्सर अप्सन रहेको छ ए नम्बरमा ए को 4, बी को 3, सी को 2, डी को 1। अप्सन बी मा छ ए को 1, बी को 2, सी को 3, डी को 4। अप्सन सी मा छ ए 1, बी को 2, सी को 4, डी को 3। अप्सन डी मा छ ए को 2, बी को 1, सी को 3, डी को 4। यसको सही एन्सर रहेको छ अप्सन बी। अप्सन बी। अर्को क्वेसन नम्बर 7 मा रहेको छ निम्न मध्ये कसलाई दैव तत्त्व भनिन्छ। निम्न मध्ये कसलाई दैव तत्त्व भनिन्छ। अब यसको अप्सन रहेको छ एक मा गाज फोनोन, बी मा ब्राउट मेसोन, सी मा हिग्स बोसोन, डी मा पाल प्लाज्मोन। यसको सही एन्सर रहेको छ अप्सन सी हिग्स बोसोन। क्वेसन नम्बर 8 मा रहेको छ तल दिएका भनाइमा ठिक गलत के हुन् छुट्याउनुहोस्। अब 1 नम्बरमा छ दाँत माझ्ने आधुनिक टुथब्रसको आविष्कार चीनमा भएको हो। 2 नम्बरमा छ संसारको सबैभन्दा सानो पुल
डोकविटलाई मानिन्छ। 3 नम्बरमा छ पहिलो इन्टरनेट वेबसाइट सन् 1990 मा प्रयोगमा ल्याइएको हो। यसको अप्सन ए मा छ ए ठिक अरू सबै गलत। अप्सन बी 1 र 3 ठिक 2 गलत। अप्सन सी 1, 2 र 3 सबै ठिक। अप्सन डी 1 र 2 ठिक 3 गलत। यसको सही एन्सर रहेको छ अप्सन डी 1 र 2 ठिक 3 गलत। अब अर्को क्वेसन नम्बर 9 मा रहेको छ रेडियो नेपालको स्थापना कहिले भएको हो। यसको अप्सन ए मा छ 2007 11 महिना 7 गते बीएस। अप्सन बी मा 2007 11 20 बीएस। अप्सन सी मा छ 2007 12 7 बीएस। अप्सन डी मा छ 2007 12 20 बीएस। यसको सही एन्सर रहेको छ अप्सन डी 2007 12 20 बीएस। क्वेसन नम्बर 10 मा रहेको छ निम्नलिखित मध्ये ठिक कुन हो अथवा हुन्। 1 नम्बरमा छ एटिएम को पूरा रूप अटोमेटेड टेलर मेसिन हो जुन ई बैंकिङ सँग सम्बन्धित छ। 2 नम्बरमा छ डीटीएच को पूरा रूप डाइरेक्ट टु होम हो जुन टेलिकम्युनिकेसनसँग सम्बन्धित छ। अब यसको अप्सन ए मा छ 1 र 2 दुवै ठिक। अप्सन बी मा छ 1 बेठिक तर 2 ठिक। अप्सन सी मा छ 1 ठिक तर 2 बेठिक। अप्सन डी मा छ 1 र 2 दुवै बेठिक। अब यसको सही एन्सर के रहेको छ अप्सन ए 1 र 2 दुवै ठिक। आशा छ तपाईहरुलाई राम्रो लाग्यो होला। धन्यवाद।